एभ्रिवान म चाहिँ अब को भन्नु बहिनी म चाहिँ खाना खानलाई दिदी भ्याउनुहुन्न भिडियो बनाउन त्यही भएर म बनाउन लाग्यो। मेरो खानामा चाहिँ छ मासु, कुखुराको मासु, रायो साग, खाना, गेडागुडीको सब्जी अनि काँक्रो अनि खोर्सानी पनि राखे जस्तो लाग्यो तर बिर्सेँ मैले। ए यहाँ रहेछ डल्ले खोर्सानी छ है। ल खाएँ म चाहिँ। चार बज्यो म चाहिँ बिहानको खाना भनेर खाना लाग्यो। बेलुका खाइँदैन। पानी छ केरागुडी हो। तातो छ कि हामीलाई जाडो हुन थालिसक्यो। छाला मन पर्दैन। मिठो भएको छ। मलाई बोल्न कस्तो अल्छी लाग्दैछ। भर्खर उठेँ हो म, त्यही भएर गलेर बिजोग छ। पानी राखेर बस्यो भने अर्कै गर्छ। पानी झन् देखेपछि क्या अर्कै यहाँ चाहिँ पछि अड्किन्छ। अनि मलाई त सानो घाँस खाए पो अड्किँदैन भनेको छैन, तर मलाई सानो घाँस खानै आउँदैन। म चबाएर पनि खाँदिनँ। सुनिल्ने हो मैले त। छाला चाहिँ बित्तिकै फिट्टै मन पर्दैन। फर योर काइन्ड इन्फर्मेसन मेरो इङ्ग्लिस सुन्दै गर्नु होला। खतरा बोल्छु नि फेरि म इङ्ग्लिस त। मान्छे झर्ने गरेको हुन्छ मेरो इङ्ग्लिस। त्यसो भए कसरी काम गर्छौ त? खासै बोल्दिनँ म काममा पनि। बोल्ने फुर्सदै हुँदैन काममा त मेरो झन्। त्यही भएर म खासै बोल्ने मान्छे पनि होइन। म खाने मान्छे चाहिँ हो। गेडागुडीले त झन्डै बिर्सेको मासु भएर होला। खानु परिहाल्यो।
आज चाहिँ घरमा बहिनी र म मात्रै कोही छैन, सब काम गयो। दिदी बहिनी मात्रै बेरोजगार बसिरहेछौँ घरमा। अब बहिनी बेबी हेर्न जान्छन् रे, म मात्रै हो घरमा। अब म त खाएर फेरि सुत्दैछु। कति सुत्छि भन होला, हप्ताभरि राम्रोसँग सुते छैन। आज मात्रै हो, भोलि फेरि हप्ताभरि सुत्न पाइन्न, गाह्रो छ। मिठो भएको छ तर। खाना खाँदै पानीले ठेले जस्तो भइरहेछ, हात त अड्किएको अर्कै छ के हो। पकाउँछ फेरि मैले पकाएर सुतेको हो नि, उठेर पकाएर सुतेर अनि फेरि उठेको। फनी अलिक छैन, त्यही पनि हाँस्थ्यौँ। बहिनी हाँस्दै चाहिँ पछाडि बसेर कति बोल्दै रहेछन् भन्दैछ। केटाउटी त धेरै हो, मासु भएपछि त मलाई झोल खानै मन लागेन नि, गाह्रो छ। खाइल फेरि अब यो बिचको भिजिट यस्तै भयो, अर्को वर्ष जाउँला है। लास्ट इयरको भ्या नि म यो इयरको गइदिन्छु, अर्को इयर सबैजना जाने। लास्ट इयर गएको न्यु इयरमा जानुपर्छ भयो भने। बुक भइसक्यो होला, जहाँबाट भ्यू देखिन्छ, जहाँबाट भ्यू देखिन्छ अलमोस्ट सबै बुक भइसक्यो होला यति बेला। 1 वर्ष अगाडिदेखि बुक गर्छन् मान्छेहरूले।